दर्शकबिन तपाईले यति बेला यो जङ्गल एरिया देखिराख्नु भएको छ। यो चाहिँ म बस्ने स्थानबाट 1.5 किलोमिटर माथि रहेको छ र बिहानको समयमा स्वच्छ हावा लिँदै यो मर्निङ वाक गर्न, बिहान चाहिँ वातावरणसँग रमाउन, घुलमिल हुन एकदमै सहज रमणीय स्थान रहेको छ। यो उकालो ओह्रालो पनि छ, तेर्सो पनि छ। यो यसमा दौडिनै पर्छ भन्ने बाध्यता छैन। यसमा चाहिँ मजाले हिँड्न सक्नुभयो भने पनि मजाले फिजिकल पुग्छ अनि मजाले पसिना आउँछ। जाँदाखेरि उकालो, आउँदाखेरि ओह्रालो। यो एकदमै काठमाडौँको नजिक यो रमणीय स्थलमा यो प्रकृतिसँग रमाउन सकिने, हराउन सकिने त्यो एउटा विशेष स्थान पनि हो र यसमा चाहिँ अझ राम्रो नजिकबाट यहाँहरूलाई भन्नुपर्दा नजिकै विभिन्न प्रकारका धार्मिक तीर्थस्थलहरू पनि रहेको छ। करिब 4 किलोमिटरको आसपासमा 3-4वटा महत्त्वपूर्ण धार्मिक स्थलहरूमा पुग्न सकिन्छ। पहिलो धार्मिक स्थलमा मुक्तिनाथ मन्दिर रहेको छ। त्यसपछि करिब 1 किलोमिटर जतिको डिस्टेन्समा मनोकामना मन्दिर, त्यसपछिको 1 किलोमिटरदेखि 1200 मिटरसम्मको डिस्टेन्समा विशङ्खुनारायण मन्दिर रहेको छ र विशङ्खुनारायण मन्दिर सँगसँगै करिब 1500 मिटरदेखि 2 किलोमिटरको आसपासमा विश्वामित्र गणेश मन्दिर पनि रहेको छ। र यसरी भन्यो भने र विशङ्खुनारायण मन्दिरको 600-700 मिटरको आसपासमा भैरवथान मन्दिर पनि रहेको छ र भैरवथान मन्दिरको चाहिँ 500 मिटरको आसपासमा शङ्खादेवी मन्दिर पनि रहेको छ। बिहान मन्दिरहरूको नि दर्शन हुने, देवी देवताको पनि दर्शन हुने, त्यसै गरी धार्मिक स्थलहरूमा गएर दर्शन गर्नुको साथसाथै प्रकृतिसँग रमाउन सकिने एकदमै स्वर्गीय स्थान रहेको छ। यो चाहिँ ललितपुरको गोदावरी नगरपालिकामा पर्दछ भने केही स्थानहरू चाहिँ महालक्ष्मी नगरपालिकामा पनि पर्दछ र साथसाथै यो ड्राई पिकनिकको लागि पनि एकदमै राम्रो स्थान रहेको छ। यो जङ्गलमा ड्राई पिकनिकहरू पनि गर्ने व्यक्तिहरू आउनुहुन्छ। एकदमै मनोरम दृश्य, काठमाडौँ पूर्ण रूपमा देखिने, हिमालहरू पनि देखिने र एकदमै मनोरम दृश्य रहेको ठाउँ यो काठमाडौँबाट करिब ग्वारकुबाट 8 किलोमिटरको डिस्टेन्समा रहेको छ। सातो बाटो र ग्वारकुबाट 8 किलोमिटरको चाहिँ दूरीमा रहेको छ। काठमाडौँबाट एकदमै नजिक रहेको मनोरम दृश्यहरू पनि देख्न सकिने मैले यहाँहरूलाई देखाइरहेको छु। यो जङ्गलहरू, प्रकृतिसँग रमाउन सकिने ठुल्ठुला फाँटहरू अनि त्यसपछि लगेर यहाँहरूले चाहिँ हेर्नुभयो भने जङ्गलका डाँडा काँडाहरू पनि देख्न सक्नुहुन्छ।